चक्रपथको सबैभन्दा व्यस्त सडक कलंकीले रूप फेर्दैछ। नेपालमै पहिलो पटक जमिन मुनिबाट समेत गाडी गुड्न मिल्ने सबवे बन्ने भएपछि कलंकी चोकको रूप फेरिन लागेको हो। बिहानदेखि साँझसम्म जाम हुने यो सडकमा सबवे बनाउने काम भइरहेको छ। केही दिन अघि कलंकी चोकको झण्डै 200 मिटर सडकमा वरपर जस्ताले बारेर सबवे निर्माणको काम सुरु भएको छ। बीचमा अवरोध नभएमा अबको 2 वर्षमा काम सकिने चक्रपथ सुधार आयोजनाले जनाएको छ। चक्रपथ सुधार योजना अन्तर्गत कलंकी चोकमा बनिरहेको सबवे काम सकिएपछि चक्रपथ ओहोर दोहोर गर्ने गाडीले पालो पर्खिनु पर्दैन। चक्रपथमा गुड्ने गाडी बीचको 4 लेनको अन्डरपासबाट गुड्नेछन्। खसी बजार पुलदेखि बाफल पुलसम्म 840 मिटर सडक अन्डरपास हुने आयोजना प्रमुख ज्ञानेन्द्र कुमार झाले उज्यालोलाई जानकारी दिनुभयो। थानकोट कालीमाटी र सीतापाइला बल्कु जोड्ने बीच सडकको 16 मिटर भागमा भने अन्डरग्राउन्ड हुनेछ। बल्कुबाट सीतापाइला अथवा सीतापाइलाबाट बल्कु गुड्ने गाडी बाफल या खसी बजारबाटै बीचको 4 लेनबाट गुड्नु पर्ने हुन्छ। बीचको 4 लेन सडक खण्ड जमिनको सतह भन्दा अलि तल र छेउछेउको सडक खण्ड चाहिँ माथि हुन्छ। बालाजु बस पार्कबाट उपत्यका बाहिर चल्ने गाडी बाफल पुल पुगेपछि छेउको सडकबाट गुड्दै कलंकी चोक पार गर्नुपर्ने हुन्छ। बाफलबाट नागढुङ्गा, कालीमाटीबाट नागढुङ्गा तथा नागढुङ्गाबाट बल्कु र कालीमाटीतिर गुड्ने गाडी कलंकी चोकको माथिबाट र चक्रपथ ओहोर दोहोर गर्ने गाडी तल अर्थात् अन्डरग्राउन्डबाट पास हुनेछन्। चिनिया सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सबवे बनाउने काम भइरहेको छ। यहाँलाई यो सामग्री कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव कमेन्ट बक्समा राख्नुहोला र हाम्रो च्यानलमा सब्स्क्राइब गर्नुहोला।